धेरै फाइबर खाएर कन्स्टिपेसन ठीक हुन्छ त? फाइबरको सच्चाइ जो कसैले भन्दैन। 2012 मा 63 जना कन्स्टिपेटेड पेशेन्टहरुमा एउटा एक्सपेरिमेन्ट गरिएको थियो। उनीहरुलाई 2 हप्तासम्म फाइबर खान बन्द गराइएको थियो अनि त्यसपछि उनीहरुले आफूले चाहे अनुसार फाइबर खान सक्थे। जसले त्यसपछि फाइबर खान पुरै बन्द गरे उनीहरु मध्ये 41% को सिम्पटम्सहरु हरायो अनि जसले आफ्नो फाइबर इन्टेक घटाएका थिए उनीहरुकोमा पनि सुधार देखियो। तर जसले पुरानी तरिकाले फाइबर खान्थे उनीहरुकोमा कुनै पनि इम्प्रुभमेन्ट नै देखिएन। यस्ता थुप्रै स्टडीजहरु भएका छन् जसले फाइबर बढाएपछि कन्स्टिपेसन झन बिग्रिएको पाएको छन् किनकि फाइबरले हाम्रो स्टुलमा बल्क थपिदिन्छ अर्थात अलि धेरै बनाइदिन्छ किनकि फाइबरले पानी अब्जर्ब गर्छ। तर जब तपाईको सिस्टम नै खराब छ तब स्टुलको क्वान्टिटी बढाउनु भनेको ट्राफिक भएको बेला अझै गाडी थप्नु जस्तो हो। अझ इन्सोल्युबल फाइबर जुन पाइन्छ होल ग्रेन्स काउलीफ्लावरहरुमा यिनीहरुलाई पेटको ब्याक्टेरियाले फर्मेन्ट गर्छन् अनि ग्यास र ब्लोटिङ बढ्छ जसले तपाईको कन्स्टिपेसन अझै नराम्रो बनाइदिन्छ। तर सोल्युबल फाइबरहरु जुन फलफुलमा पाइन्छ त्यसले खासै समस्या दिदैन। धेरै जस्तो मान्छेहरुलाई बिना फाइबरको पनि हेल्दी स्टुल र बावेल मोमेन्टहरु आइराखेकै हुन्छ किनकि फाइबर भन्दा धेरै म्याटर गर्छ तपाईको लाइफस्टाइल जस्तै धेरै पानी पिउने, फिजिकल एक्टिभिटीहरु धेरै गर्ने, डेरी र प्रोसेस फुडहरु नखाने। सामान्य कन्स्टिपेसन छ भने यो ट्राई गर्नु होला, नभए डाक्टरको सल्लाह लिनु होला। थ्यांक यू फर वाचिङ।